सफलताको पछि दौडिनुभन्दा के होला यदि हामीले आफ्नो दिमागलाई नै यस्तो बनाउन सक्यौं भने कि सफलता आफै हामीतिर आकर्षित होस्। आज हामी यही गजबको आइडियाबारे कुरा गर्दैछौँ। ल आउनुहोस् यो अवधारणालाई अलि गहिरिएर हेरौँ न त। प्रेरक वक्ता जिम रोनको यो भनाइले एउटा दरिलो आधार तयार पार्छ। उहाँ भन्नुहुन्छ, सफलता कुनै संयोगले हुँदैन, यो त एउटा छुनौट हो। कस्तो छुनौट? सफलतालाई चुम्बकले जस्तै तान्ने खालको व्यक्ति बन्ने छुनौट। मतलब बाहिर केही पाउनु अघि भित्रबाटै परिवर्तन हुनु पर्यो। अब यही प्रश्नमा सोचौँ न, के होला यदि सफलता भनेको हामीले पछ्याउने कुरा होइन, बरु हाम्रो दिमागले नै त्यसलाई आफूतिर तान्न सिक्ने कुरा हो भने? सुन्दा अलि अनौठो लाग्न सक्छ, तर विज्ञानले भन्छ यो सम्भव छ। हाम्रो दिमागलाई रिवायर गर्न साँच्चै सकिन्छ। थाहा छ, हाम्रो दिमागभित्र 24 घण्टा एउटा लडाईँ चलिरहेको हुन्छ। हो, साँच्चै। र यही लडाईँले हाम्रो हरेक काम, हरेक निर्णयलाई असर गरिरहेको हुन्छ। यसलाई हामी एउटा सिइओ र एउटा गुफा मानव बीचको युद्ध भन्न सक्छौँ। ल हेरौँ है त। यो गुफा मानव भनेको हाम्रो दिमागको पुरानो भावनात्मक हिस्सा हो, लिम्बिक सिस्टम। यो एकदमै छिटो प्रतिक्रिया दिन्छ, डरबाट चल्छ। खतरा देख्ने बित्तिकै लड्ने, भाग्ने वा त्यहीँ जम्ने काम यसैले गराउँछ। अर्कोतिर छ हाम्रो सिइओ फ्रन्टल कोर्टेक्स। यो चाहिँ सोचेर, सम्झेर, योजना बनाएर काम गर्छ। भावनालाई कन्ट्रोल गर्ने र आफ्नो लक्ष्यमा टिकिरहने काम यसैको हो। तर यहाँनिर एउटा अचम्मको कुरा छ। डाक्टर श्वेता अडाटियाका अनुसार हामीमध्ये धेरैको दिमागमा 80% समय 80% समय चाहिँ त्यही गुफा मानवले नै राज गरिरहेको हुन्छ। यसको मतलब के भयो त? हाम्रा धेरैजसो निर्णयहरू डर र पुराना बानीहरूले लिइरहेका छन्, सोचेर सम्झेर होइन। त्यसो भए अब के गर्ने? त्यो सिइओलाई कसरी पावरमा ल्याउने त? जवाफ लुकेको छ हाम्रो दिनको पहिलो घण्टामा। बिहान उठ्ने बित्तिकै हामी दिमागलाई कसरी स्टार्ट गर्छौँ भन्ने कुराले सबै फरक पार्छ। यसलाई झट्का दिएर होइन, आरामले चलाउनुपर्छ। हाम्रो दिमागलाई एउटा गाडीको गियर बक्स जस्तै सम्झिनुस् न। जब हामी गहिरो निद्रामा हुन्छौँ त्यो डेल्टा अवस्था हो, मतलब न्युट्रल गियरमा। तर उठ्ने बित्तिकै फोन समातेर मेसेज, इमेल हेर्न थाल्यौँ भने के हुन्छ? दिमाग सिधै दौड्ने अवस्था यानि बीटामा पुग्छ। यो त गाडीलाई न्युट्रलबाट सिधै 5औं गियरमा हाले जस्तै भयो। सिस्टममा कति तनाव पर्ला सोच्नुस् त। त्यसैले हाम्रो लक्ष्य भनेको डेल्टाबाट बीटामा हतार गरेर हाम फाल्ने होइन, बरु बिस्तारै बिस्तारै जाने, बीचमा आउने थीटा र अल्फा अवस्थाहरूको भरपूर फाइदा उठाउने। किनकि यही अवस्थामा हाम्रो दिमाग सबैभन्दा बढी सृजनशील र ग्रहणशील हुन्छ। दिनभरिको लागि राम्रो सोच्न र योजना बनाउन योभन्दा राम्रो समय नै हुँदैन। ल यो त भयो सिद्धान्तको कुरा। अब यसलाई व्यवहारमा कसरी लागू गर्ने त? डाक्टर अडाटियाले एउटा एकदमै सजिलो र वैज्ञानिक बिहानीको तालिका दिनुहुन्छ, जसलाई उहाँ मुभर्स MOVERS भन्नुहुन्छ। यो भनेको हाम्रो सिइओ दिमागलाई बलियो बनाउनको लागि केवल 30 मिनटको अपग्रेड हो। यो मुभर्सको हरेक अक्षरको अर्थ छ। M भनेको मेडिटेसन अर्थात् ध्यान, O अक्सिजनेसन यानि गहिरो सास लिने, V भिजुअलाइजेसन अर्थात् कल्पना गर्ने, E एक्सरसाइज यानि व्यायाम, R रिडिङ कुनै सकारात्मक कुरा पढ्ने, र S स्क्राइबिङ यानि मनमा भएका नचाहिने कुराहरूलाई लेखेर फाल्ने। र सबैभन्दा राम्रो कुरा के हो भने यी सबै काम 5-5 मिनटमा पनि गर्न सकिन्छ। खास गरी भिजुअलाइजेसनको शक्तिलाई चाहिँ कहिले कम नआँक्नुहोला। एउटा गजबको अध्ययनले के देखायो भने जसले पियानो बजाएको सिर्फ कल्पना गरे उनीहरूको दिमागमा भएको विकास साँच्चै पियानो बजाउने मान्छेको लगभग बराबर थियो। यसको मतलब हाम्रो दिमागले कल्पना र वास्तविकतामा खासै फरक छुट्याउन सक्दैन। अब यी दैनिक बानीहरूलाई एउटा ठूलो लक्ष्यसँग जोडौँ, हाम्रो दिमागलाई बलियो र लचिलो बनाउने। यो भनेको बिहान अलि समय निकाल्ने कुरा मात्र होइन, यो त दिमागको लागि एउटा नियमित तालिम हो, एउटा एक्सर्साइज हो। तर यहाँ एउटा खतरा पनि छ। डाक्टर अडाटिया भन्नुहुन्छ, एकरस्ता यानि मोनोटोनीले दिमागको विकासलाई रोकिदिन्छ। सोच्नुस् त, यदि हामी हरेक दिन एउटै बाटोबाट काममा गयौँ, उस्तै खाना खायौँ भने हाम्रो दिमागले त केही नयाँ सिक्नै पाएन नि, होइन र? यसको समाधान हो न्युरोबिक्स। यो भनेको दिमागको लागि सानो सानो कसरत हो जसले हाम्रो दैनिकीलाई तोड्छ र दिमागमा नयाँ बाटोहरू बनाउँछ। जस्तै कहिलेकाहीँ अर्को हातले दाँत माझ्ने, काममा जाँदा फरक बाटो हिँड्ने, यस्ता साना परिवर्तनले हाम्रो दिमागलाई फिट र तेज राख्न मद्दत गर्छ।
डाक्टर अडाटियाको यो भनाइले सबै कुरालाई एकै ठाउँमा ल्याउँछ। पहिले तपाईँ यहाँ बन्नुहुन्छ दिमागमा, त्यसपछि तपाईँ त्यहाँ बन्नुहुन्छ वास्तविकतामा। मतलब बाहिरको सफलता भनेको भित्र मनमा गरिएको कामको प्रतिबिम्ब मात्र हो। त्यसैले आज हामीले कुरा गरेका यी मुभर्स जस्ता दैनिक बानीहरू सामान्य काम मात्र होइनन्, यी त हाम्रो सिइओ दिमागलाई बलियो बनाउने अभ्यास हुन्। यिनै अभ्यासले हामीलाई त्यो भित्री लडाईँ जित्न र प्रतिक्रियामा चल्ने व्यक्तिबाट सोचेर सम्झेर आफ्नो जीवन बनाउने व्यक्ति बन्न मद्दत गर्छ। अब अन्त्यमा एउटा प्रश्न, आफ्नो सिइओ दिमागलाई बलियो बनाउनका लागि आजैबाट कुन एउटा बानी परिवर्तन गर्न सकिन्छ? याद राख्नुहोला, सानोभन्दा सानो परिवर्तनले पनि ठूलो असर पार्न सक्छ।